भाटबढीमाथि किन आक्रमण भयो भन्दाखेरि भाटबढीले कुनै पार्टीलाई चाहिँ बिल्डिङ बनाइदिने भयो अरे भनेर। मेरो आफ्नो पर्सनल कुरा, सबै पार्टीलाई मैले चाहिँ के भनेदेखि तपाईहरु सुध्रिनुहोस्, हामी सहयोग गर्न तयार छौं भनेको। उहाँहरुलाई पनि चाहिँ किन भनेको 10 जनालाई मलाई चाहिँ कुनै कमिटमेन्ट गरेर किन दियोस्, म एउटा दिइहाल्छु नि, तपाईहरुले एउटा भवन बनाइदिहाल्छु नि भनेर देऊ खातिर मैले चाहिँ यो भोग्नु पर्यो भने यो गलत कुरा भयो। भाटबढीको ट्याक्स पे गरिसकेपछिको पैसा चाहिँ उले चाहिँ दान गर्न चाहन्छ उले। त्यही भएर हामीले चाहिँ डाक्टर भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताललाई हामीले धेरै ठुलो पैसा दिएका छौं। त्यस्तै चाहिँ के भनेदेखि नेपालमा अलि नौलो कुरा, त्यो नौलो कुरा हो, करोडौं दिने कुरा त नेपालमा नौलो कुरा छ। त्यस्तै चाहिँ के भनेदेखि जुम्ला, हुम्ला, मोगु, कालीकोट, रोल्पा, डोल्पा, मतलब चाहिँ खोटाङ, दार्चुला 5 थरको चाहिँ के भनेदेखि बच्चाहरूलाई चाहिँ मैले चाहिँ जेहेन्दार बच्चाहरूलाई एमबीबीएस डाक्टर पढाइदिएको छु। टिचिङ हस्पिटलको मा पनि हामीले त्यस्तै राम्रै चाहिँ के भनेदेखि चाहिँ डोनेसन गरेका छौं। सायद यहाँहरु सबैले टिचिङ हस्पिटल जाँदा देख्नुपर्ने, दाहिने यहाँ छिर्ने बित्तिकै दाहिनेपट्टि चाहिँ दुईटा भवन, राम्रै भवन छ, त्यो बनाइदिएका छौं। अब आयो चाहिँ के भन्ने पार्टीलाई भवन बनाउने। मेरो आफ्नो पर्सनल कुरा, सबै पार्टीलाई मैले चाहिँ के भनेदेखि तपाईहरु सुध्रिनुहोस्, हामी सहयोग गर्न तयार छौं भनेको। किनभने मूल कुरा चाहिँ पार्टी नै जस्तो मलाई लागेको थियो। अब त्यो पार्टी होइन, अहिले जेएनजी नै रहेछ। किनभने पार्टीले चाहिँ सत्ता उलटपुलट गर्नलाई चाहिँ 15-20 वर्ष लाउने, जेएनजी त 2 दिनमै चट। त्यसले गर्दाखेरि अब पार्टीहरू सुध्रिनु पर्यो भन्ने हिसाबले पार्टी उहाँहरुलाई पनि चाहिँ किन भनेको 10 जनालाई मलाई चाहिँ कुनै कमिटमेन्ट गरेर किन दियोस्, म एउटा दिइहाल्छु नि, तपाईहरुले एउटा भवन बनाइदिहाल्छु नि भनेर देऊ खातिर मैले चाहिँ यो भोग्नु पर्यो भने यो गलत कुरा भयो। यो कुरा गलत हो। मैले उहाँहरुसँग कुनै लिने कुरा होइन, मैले कसैसँग कसै लिने होइन, दिने मात्रै हो। मैले बुझेको मैले दिने मात्रै हो। मलाई यहाँहरु सबै आम नेपाली चाहिँ के भनेदेखि चाहिँ जनताले गाउँको खोटाङको एउटा कुनाबाट आएको चाहिँ एउटा चाहिँ गुरुङको छोरो ले मतलब सञ्चालन गरेको व्यापारमा चाहिँ के भन्ने तपाईहरुको गुडुसुले नै आज यति मतलब चाहिँ के भन्देखि दानहरु, चन्दाहरु र यस्तो कार्य गर्न सकेको। त्यसकारणले चाहिँ के भन्देखि मलाई त्यो लिनलाई, त्यो पार्टीसँग लिनलाई होइन, तर यो कुरा अलि भाषी गलत भयो। ममाथि चाहिँ के भन्देखि विभिन्न समयमा भनौं त्यस्तै चाहिँ के भन्देखि चाहिँ कहिले कृत्य भनेर चाहिँ मलाई चाहिँ के भन्देखि के जेलमा हालिदिन्छ, घरि के हुन्छ।